गाइस आज हामी चाहिँ यो हाम्रो पानी ट्याङ्की निरीक्षण गर्न आएको हामी चाहिँ जस हेर्न सक्नुहुन्छ एकदम सही छ नि त। हेरौँ अब माथि कस्तो छ एकदम पारी सिमेन्ट फ्याक्ट्री पनि देखिँदो रहेछ। एकदम पानी ट्याङ्की निरीक्षण गर्न आएको हामी चाहिँ सरकारी कर्मचारीहरू। हामी चाहिँ यो खाने पानी त्यसको अफिसको हाकिम हामी दुइटा चाहिँ हामी दुइटालाई नि हेर्न सक्नुहुन्छ। हामी दुइटा चाहिँ हाकिमहरू हो। अनि यहाँ हेर्न सक्नुहुन्छ यस्तै छ जिन्दगानी। यो चाहिँ अलि होचो भयो केही छैन। एकदम घामले पोल्दो रहेछ नि सर एकदम गर्मी ल एकदम निरीक्षण चाहिँ ल एकदम भ्यूहरू चाहिँ हेर्न सक्नुहुन्छ। पारी त्यो पनि देखिरहेको छ। पारी अर्को पानी ट्याङ्की पनि कहाँ छ अर्को पानी ट्याङ्की पारी अरू पारी ढेलमा देखिँदैछ। के बोले भाइ अब के बोले के छ थाहा टाउको मात्रै देखिँदैछ। त्यसको चाहिँ एकदम हेर्न सक्नुहुन्छ। तल पनि हेर्न सक्नुहुन्छ एकचोटि। हाम्रो बाइक चाहिँ ऊ पारी छ एकदम भ्यू चाहिँ एकदम राम्रो देखिँदो रहेछ। ल हेर्न सक्नुहुन्छ दर्शकबिनहरू। ल हामी चाहिँ ल माथि भर्याङ चढ्दैछ। मैले चाहिँ अब भर्याङ चाहिँ अलि अप्ठ्यारो रहेछ। एकदम ध्यान दिएर चढ्नुपर्छ गाइस। एकदम पानी ट्याङ्की निरीक्षण। ल हामी चाहिँ एकदम टप फ्लोरमा आइसकेको छौँ। अनि यहाँ यो चाहिँ खुल्लिन्न रहेछ। तल हेर्न सक्नुहुन्छ यहाँदेखि देखिँदैन होला खासै राम्रोसँग। एकदम भ्यू चाहिँ एकदम दामी ल एकदम उपारि सिमेन्ट फ्याक्ट्री पनि देखिँदैछ। सिमेन्ट फ्याक्ट्री चाहिँ पारि हल्का हल्का देखिन्छ। अनि यता चाहिँ हाम्रो लमै डाँडा स्कुल हेर्न सक्नुहुन्छ भन्न। अनि हाम्रो स्कुल हामी पहिला पढेको स्कुल चाहिँ यता पारि देखिरहेको छ हल्का। यो चाहिँ हाम्रो ग्लोबल एकाडेमी भन्ने रहेको छ यो स्कुल चाहिँ। यो अब सञ्चालन हुन्छ नि सर भने हुन्छ। ल परीक्षण भइसक्यो। लाग्दैन अब पानी घर घरमा पुग्न लागि। परीक्षण भइसक्यो। अब घर घर पानी पुग्न चाहिँ त्यस्तो समस्या नपर्ला। त्यस हेर्नु सक्नुहुन्छ पहाडहरू उता लेकहरू वाह। हामी पनि एकदम टपमा हाम्रो अङ्कित सर र हामी चाहिँ यो पानी ट्याङ्की निरीक्षणमा आएको छौँ। पानी चाहिँ छैन रहेछ खासमा अहिले भरेको रहेछ। ल अब छिटै ल पानी भरेर चाहिँ छिटो अब घरमा चाहिँ पुगाइसक्ने हाम्रो त्यो हो लक्ष्य हो। हाम्रो चाहिँ मेन उद्देश्य चाहिँ त्यही हो। ल अब हामी यहाँदेखि निरीक्षण गरेर फर्किँदैछौँ। फर्केर चाहिँ हामीहरू एकदम त्यो चाहिँ ठाउँ चाहिँ एकदम अलि अप्ठ्यारो नै रहेछ। भर्याङ पनि टेन्सन चाहिँ भर्याङ पनि अलि अप्ठ्यारै छ भनौँ नि सर। एकदम अप्ठ्यारो छ एकदम थारो यो बजेट कम भएको कारणले होला सायद। ल अब हामी चाहिँ यता फर्किने क्रममा छौँ। फर्किँदै गर्दा यता मकैबारी पनि देख्यो। मकैबारी दर्याम हरियो गएको कर्याम ल हो भन्ने गीत पनि याद आयो मलाई चाहिँ। एकदम यो हाम्रो चाहिँ
यो बाटो चाहिँ हाम्रो सर्रादेखि यो लमै जाने गोगली जोर्रिने मेन रोड चाहिँ यो रहेको छ। अलि अझै विकास हुँदैछ, विकास क्रममै छ। हेर्न सक्नुहुन्छ पुलहरू ठुलो ठुलो एकदम बाटो डबल कटिङवाला एकदम। हाम्रो चाहिँ उता सर्राबाट हाम्रो चाहिँ उता गोगली जोर्ने पुल भन्छु रोड एकदम मेन रोड। यतातिर चाहिँ मेन हाइवे भनौँ यसलाई चाहिँ। यता माथि चोकदेखि भन्दा चाहिँ यतादेखि अलि नजिक पर्ने भएर सिधै पारीबाट गएर चाहिँ सिधै यो बाटो हुँदै गोगली पुल छ नि उता लमै जाने बाटो वा जोरिने बाटो एकदम सहज तरिकाले एकदम छिटो पनि भयो ल। अनि एकदम राम्रो चाहिँ रहेछ। एकछिन बस्नुपर्छ क्या सर नि, शीतलो पो रहेछ ल। एकछिन हाम्रो भिआर बाइक चाहिँ उता छ। हाम्रो बाइक एकदम घाम भएको कारणले चाहिँ अब हिजो भर्खर हानेको ट्याटो हेर्नु सक्नुहुन्छ। खासै राम्रोसँग चाहिँ आएको छैन ल, त्यस हल्का फुल्का हुन्छ ल सर। अब चाहिँ जानुपर्छ नि, जाम ल। यसो भ्यू पनि हेऱ्यो ल, यतातिर निरीक्षण पनि गरिसक्यो पानी ट्याङ्की चाहिँ एकदम। अब हामी चाहिँ जानुपर्ने हुन्छ। हाम्रो चाहिँ फेरि अर्को पानी ट्याङ्की पनि निरीक्षण गर्ने आइसक्यो समय। फोन आइरहेको छ हामीलाई। पानी ट्याङ्की होइन, अब बिस्तारै त्यो बोर्डिङको हुन्छ। बोर्डिङको चाहिँ हुन्छ। बोर्डिङ पनि बनिरहेको छ। अब यता चाहिँ भैँसी मुर्रा हो मुर्रा। राँगा नै हो, मुर्रा हो मुर्रा।